हेलो, तपाईहरुले देख्न सक्नुहुनेछ यहाँ पुरै मान्छे गाडेको ठाउँ यस्तो छ। यो पुरै मान्छेको खपटा खपटी हो। यो पुरै यहाँ चाहिँ मान्छे गाडेको ठाउँ मसान घाट भन्छन् यो ठाउँलाई। यो पुरै मान्छेहरुको शरीरमा रहेको मासु सबै कुहिएर चाहिँ रहेको कंकालहरु मात्रै हो। मान्छेहरुलाई कसरी काट्छन्, कहाँ काट्छन्, कस्तो अवस्थामा काट्छन् भन्ने कुरा सायद प्रायलाई नै थाहा हुन्छ। यो चाहिँ मान्छेको पिछाडीको मेरुदण्ड भागको हड्डी हो, कंकाल। यता पनि छ हेर्नुस्, मान्छेहरु कस्तो ठाउँमा आइपुगेको छु के म। ल हेर्नुस्, पुरै मान्छेको कंकाल हो पुरै। देख्नुभयो तपाईहरुले, हड्डी टुटफुट भइरहेको छ पुरै। तपाईहरुलाई यता पनि देखाउँछु, हेर्नुस्। ल हेर्नुस्, यो पुरै मान्छे गाडेको ठाउँ हो। यो पुरै मान्छे गाडेको ठाउँ हो, मान्छेहरुको हड्डी हो यो, हैन। यस्तो ठाउँमा आइपुगेको छौँ कि आज हामीहरु। ल हेर्नुस्, यहाँ हेर्नुस्, यो हेर्नुस्, शरीरको भाग पार्ट पूर्जाको हड्डीहरु। यो चाहिँ घोडाको खुट्टाको यो जोर्नेहरुको हड्डी हो तिनीहरु यो। ल हेर्नुस्, तपाईहरुले देख्न सक्नुहुन्छ। अब म फ्याक लाग्छ भने हेर्नु होला, म यही छु, म यही आइपुगेको छु। टक्क लाएर हड्डीहरु छन्, यता पनि छन्, तपाईहरुले देख्न सक्नुहुनेछ हैन। यो पनि हड्डीहरु नि हो, यही हड्डीहरु मात्रै छ के। कंकाल भएको ठाउँमा आइपुगेको छु। सर्र हेर्नु पर्दाखेरि यस्तो ठाउँमा आएर चाहिँ मैले भिडियो बनाएको छु। यस्तो ठाउँ छ कि यो, ताकि प्राय मान्छेहरु आउनलाई सायद डर नै लाग्छ होला हौ। तर हामी भनेको हामी हो के, हामी डराइदैन हैन। कंकालको ठाउँमा यस्तो किराहरु पनि हिँडिरहेको हुन्छ के। यिनीहरुले बिचारा भौतारिरहेको होलान् बिचारा। मान्छे गाडेर ताजा हुने बेलामा यिनीहरुले खुब खायो होला, इन्जोय गरेर दशैं मनायो होला जामा लाउनेहरु हैन। अहिले चाहिँ पुरै यस्तो ठाउँमा छौं। चट्ट लाएर हड्डी छ मायाको छ नि त। यहाँ त मान्छे कति माथि गाड्यो होला त, पुरै माथि नै निक्लेछ मान्छेको मेरुदण्डको हड्डीहरु, घोडा खुट्टाहरुको हड्डीहरु पुरै बाहिर छताछुल्ल लथालिङ्ग छ। कति माथि गाड्यो होला त हैन। गाड्न त अलि जमिन मुनि अलि कम्ती गरेर गाड्नु पर्ने हैन, गाड्दैनन् त्यसका बाजेहरु। हे गाइडहरु, मसान घाटमा मान्छेहरुलाई डर लाग्छ भन्छन्, हामी मसान घाटमा छौँ। हड्डीहरु भएको ठाउँमा छौँ हामीहरु। हड्डी मान्छेहरु नि कति माथि गाड्यो भनेहरु चाहिँ यही देखेको छ। मेरुदण्ड यो हड्डीहरु सबै हड्डीहरु पुरै हड्डी देखेको छ। यस्तो ठाउँमा आएको छौँ हामी आज हैन। घुम्नलाई सर्र आएको, रमाइलो चाहिँ लाग्यो गाइजहरु हैन। तर यस्तो एकदम माथि मान्छे गाडेर यो मान्छे मरिसकेपछि गाडिसकेपछि अलि तल लर गाड्नु, सबैभन्दा माथि गाडेर यो माथि पुरै हड्डीहरु देखिँदाखेरि चाहिँ नराम्रो लाग्दो रहेछ। भोलि म मरेपछि नि यस्तै होला, यसरी नि गाड्दैलान् हामी त मात्र जलाउँछन् हैन। तर नि ठिकै छ, आज मसान घाटतिर आइया छ। हेर्नु यो मान्छेको खपटो, आज यसलाई के भन्छ, खपटो। यो दाँत हेर्नु त, ओहो छ्या हैन। त्यस्तो हिँड्न पर्दाखेरि म माथि हिँडेछ भनेर यसले मलाई भोलि राति सपनामा डराउनु देला आउला हैन। मान्छेहरु यसरी काट्छन्, यहाँ बस्छन् हैन। हेर्नु त यहाँ हड्डीहरु, आमा हो के गर्नु, जिन्दगी केही छैन। त्यही भएर साथीभाइहरु, आफ्ना आफन्तहरु मरेपछि सबै यस्तै हुने हो, यस्तै हड्डी मात्र रहने हो, अरू केही रहन्न। त्यही भएर सबैसँग राम्रो बोलौँ, सबैसँग राम्रो व्यवहार गरौँ, सबैलाई आफ्नो सोचौँ। सबैलाई दुःख पीडा हुन्छ, आफ्नो जस्तो सोचेर व्यवहार गरौँ। मान्छेहरुलाई कसैको पनि मन नदुखाम, सबैलाई हाँसी खुसी दिन सकौँ भन्ने कुरो मेरो चाहना हो। भोलि म मरेपछि नि यस्तै हुने हो। यी हेर्नु ल, जिन्दगी के छ त ल भन्नुहोस् त, केही छैन के। मरिजाने चोला बगिजाने खोला, हड्डी बाहेक केही रहन्न। मान्छेले भन्छ मरेपछि आत्मा रहन्छ, स्वर्ग जान्छ नर्क जान्छ। खुत्राको जानु कोही जाँदैन, त्यहाँ चाहिँ कसले स्वर्ग गराएको मान्छे म आएँ स्वर्ग गर भन्ने यो मान्छे हो हड्डी मात्रै छ। यो मान्छे आएर भन्यो होला आफ्नो आफन्तलाई, कसैलाई भने। त्यस कारणले सबैभन्दा ठुलो कुरा खुसी रहौँ, स्वस्थ रहौँ, व्यस्त रहौँ। अरूको रिस डाहा कसैले नगरौँ र कसैको मन नदुखाउने काम कसैले नगरौँ जिन्दगीमा।